यहाँ माथि गर न महँगो भयो अरे तिमी सस्तामा गरिदिन्छौ त अनि महँगो भयो भन्दा नि त म कहाँ सस्तोमा गर्नु मैले त पैसा तिमी त 50 रुपियाँमा गर्छौ अरे कसले भनेको एक मलाई मतलब रेटै भन्यो मतलबसँग 1000 रुपियाँ भन्यो 1000 रुपियाँ मलाई रेटसँग मतलब भनेको त्यस्तो कहाँ हुन्छ रेट चाहियो नि होइन त्यसले रेट गर्ने फोकटमा काम गरेर कसरी पालिने होइन फोकटमा काम होइन कि अब त्यो विचार गर्नु पर्यो कि हेलो यहाँ सहर बजारकाले अब त्यो ठगेर उ सबै गरेर हुन्छ नि हामी त परिश्रम गरेर खाने हो भन्नु भन्नु ल बुझ्यौ नि L1 L2 केही चाहिँदैन त्यो साइन्स जोड दाइले जे भनेको छ त्यो गर तिमी गर्नु छ कि छैन अनि तिम्रो झन् सजिलो आइडिया सिकाइदिँदैछु कन्फ्युजन आउने किसिमको होइन किन बिचमा जोड्यो छेउछेउमा जोड न ल होइन बत्ती हो भने म डाइरेक्ट जोड्छु कि बत्ती भनेर बत्ती कसरी डाइरेक्ट जोड्ने त्यहाँ जोड नि त ल बत्ती हो के बत्ती मात्रै बनाउनु हुन्छ बत्ती पनि सिकाउने गर्नु क्या पखान पकायो तिम्रो पसल बेच्ने भने होइन तपाईँलाई नै बेच्ने होइन तपाईँलाई नै बेच्ने नि मलाई नै बेचिदिने तपाईँलाई चाहिरहेको थियो होइन के पसल त्यही त अब तिमीहरू पहिला ल भयो भन अनि जोड अब त यो जोडिदिने ड्याङ्गी पड्किँदैन नि जोड न मैले भनेपछि जोड पहिला सिक्टो बनाउयो यसरी ल ठिक छ ल ठिक छ सिरिजमा जोड्ने कि डाइरेक्ट डाइरेक्ट जोड्ने डाइरेक्ट सिरिजमा गर्छु ल जेसी गर टुपिन पनि जोडिदिउँ क्या टुपिन जोड्ने हुन्छ त्यसले उ गर त्यसले अड्काउनु पहिला त्यसले अड्काउ त च्याप्प अब चेक गरौँ अब उताबाट अन गर भयो भएन भएन त्यहाँ छुट्यो होला नि ऊ अब यताबाट अफ गर अब अफ गरिदिने यताबाट गर न अब ए फुत्किसक्यो फुत्कि नै सक्यो अब यताबाट अफ गर भयो भएन दुइटैमा बत्ती अन पर्छ भएन टुए अनि बत्ती बल्छ त दुइटैमा ए दुइटैमा बत्ती बल्ने हो टुए भने के त होइन न दुइटैमा बत्ती बल्ने हो भन्नु न होइन टुए भने के त एउटामा बत्ती एउटा त्यो हुने नहुने यो दुइटै एक साइडमा अफ हुने त्यस्तो हुँदैन नि एक साइडबाट अन गर्ने एक साइडबाट अफ गर्ने